भाइ हजुर दिदी के हो यो तिम्रो पेसा हो क्या हो यो चाहिँ हाम्रो कङ्कालीको चिनोको रूपमा चिनिन्छ है यो अँ थाकलको फुल भनेर हामीले यसलाई बेच्छौँ अँ र यो चाहिँ थाकलको पातबाट हामीले बाटेर आफैले ह्यान्डमेडबाट बनेको हुन्छ यो घरमा सजाउनको लागि हो अँ र यो सुके पनि पछि बिग्रिँदैन यसलाई तपाईँहरूले पछि कलर गर्न नि मिल्छ साथसाथै हजुरहरूको नामहरू पनि यसमा हामीले लेख्न मिल्छ यो चाहिँ डिजाइनहरू भयो भने अँ यो डिजाइनहरू लेख्न सक्नुहुन्छ र नाम पनि हजुरहरूको लेख्न मिल्छ र हामी नामहरू पनि लेखेर तपाईँहरूको बिक्री गर्छौँ यहाँ कङ्काली पिकनिक स्पोट आउनुपर्छ यसको लागि चाहिँ यसको मूल्य चाहिँ प्राइस कति छ यस्तो फुल लानुहुन्छ भने चाहिँ हजुरहरूले 50 रुपियाँमा पाउनुहुन्छ भने आफ्नो नाम लेखेर लानुभएको चाहिँ नामको ओड अनुसार हुन्छ जस्तै अब 100 150 200 ओडहरू अनुसार हुन्छ नामहरूमा चाहिँ ल है त हजुरहरूको नामहरू पनि लेख्नु मिल्छ योमा ल ल सिप भयो भने चाहिँ अनेक रहेछ है त ल पैसा व्यापारी होइन एकदम राम्रो लाग्यो मलाई कङ्कालीको चिनो तिमी यस्तो युवा भएर पनि यस्तो जाँगरीले सिप ल तिमीलाई धेरै धेरै बधाई छ खुसी लाग्यो यस्तो समयको सदुपयोग गरेकोमा ल है त हुन्छ दिदी हस् म भिडियो तिम्रो राख्नु पाइन्छ नि पाइन्छ फेसबुक इन्स्टा मेसेन्जर सबैमा सेयर गर्न पाइन्छ हो टिकटक पाइन्छ ल है त ल युट्युब सबैमा पाइन्छ चाहियो भने सम्पर्क गर्नुहोस् है हाम्रो यहाँ हजुर हुन्छ यता भाइ पनि रञ्जित हुनुहुन्छ ब्लग स्ट्यान्डमा हजुरले रञ्जितमा फेसबुक आइडी चाहिँ मेरो रञ्जित अधिकारी छ साथसाथै टिकटक एकाउन्ट चाहिँ रञ्जित छ है रञ्जित अधिकारी 10 ल भाइले दिइसके है आइडी ल भाइलाई सर्च गरेर खोज्न सक्नुहुन्छ कङ्काली भनेर सजानु भने मेरो एउटा भिडियो हजुरले भेट्नुहुन्छ ल टिकटकमा ल